हाम्रो बगाल है यो सबै है हाम्रो बगाल हो यो यति छौँ है यहाँ कोही कता कोही कुन धुनमा छन् कोही कुन धुनमा छन् हाम्रो बगाल है हाम्रो बगाल म देखाउँदैछु है टन्नै कति ल हेर्नु कोही कुन धुनमा हुनुहुन्छ भात पकाउने यहाँ कतिजनाले खाइसक्नुभयो कोही खाना खाँदै हुनुहुन्छ कोही आराम गर्दै हुनुहुन्छ यी दिदीहरू आबै होइन यहाँ भित्र यहाँ कुन भाँडामा भात पकाएको दिदी मासु पकाएको यसमा यी डेक्चीमा थोरैले हुँदैन हामीलाई भात हेर्नु त्यसमा पनि छ यसमा पनि यहाँ कच्चामै यत्रो भाँडा खाली भइसक्यो धेरै हाम्रो यो हाम्रो बगालहरू है हाम्रो बुढो घरमा आएर लगाएको हामीले टिकाहरू अङ्कल कतिजनाले खाइसक्यो अरे अङ्कल अहिलेसम्म भात खाइस बाबु कति हो यहाँ त कसले खायो के गर्यो आन्टीले लुकेर खानुभएको छ देख्छन् भनेर मेरो आन्टीले यो हाम्रो दसैँ हो नि हाम्रो है यो 2082 सालको के अरे हाम्रो दसैँ है ए हाम्रो अझ हाम्रो कम छ है यहाँ कोही आउनु भएको छैन कोही उपस्थित हुनुहुन्न कता कता भएर भाइहरू थुप्रै छैनन् यहाँ त्यही भएर यति अझ त्यही पनि हामी यति धेरै छौँ अझ पुरै हुने नि त अझ धेरै छौँ हामी मम्मी हाम्रो भिडियो खिचिरहेको थिएँ आन्टी नानी हाम्रै छोरी हेलो हेलो हात हल्लो अङ्कल हाम्रो अङ्कल जान लाउनु ससुरालतिर हाम्रो दिदी हाम्रो लाउरे नि दिदी आन्टी ल है माइत जान लागिसक्नु भाग्न लागिसक्यो के राम्रोसँग जानु हाम्रो कान्छी आबे यहाँ हुनुहुन्छ हाम्रो अर्को आबे दुईवटा आबे हुनुहुन्छ है अर्को आबे आबे हाम्रो यो 22 सालको मैले भिडियो रेकर्ड गरेको छु आबे है हाम्रो बगाल पुरै बगाल नभए पनि जो हुनुहुन्छ त्यहाँहरूलाई म देखाएको छु है ल दुईवटा आबे ल एकछिन बस्नु त के भन्नु त यो भिडियो आबे आबे आउनु त आबे एकछिन के आबे एकछिन केही बोलिदिनु दुईवटाले म यस्तो सम्झना स्वरूप अब यो सम्झनाको लागि हुन्छ केही भनिदिनु त यो हामी यति आज जम्मा भयौँ यस्तो यस्तो के भनिदिनु हाम्रो बगालको बारेमा हामी दुईवटा हजुर हजुर आफैले के भन्नुहुन्छ भन्नु के हामी बगाल हाम्रो बगाल यस्तै गरेर टिका लगाउनु सधैँ पछि भन्नु ल दुईवटा आबेहरू हाम्रो सबभन्दा के बुढा पुरानो भने यहाँ दुईवटामा हाम्रो है बगालको भयो 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 बोइ हुनुहुन्छ हाम्रो यता बगालमै ल हाम्रो बगालमै हामीले यहाँहरूलाई मानेर हामीले यहाँहरूसँग टिका लगाउन आउने हामी हाम्रो आबै हाम्रो जे भन्यो बा भन्यो आबै भन्यो नि यहाँहरूलाई आन्टी तपाईँ बोल्नु भएको छैन नि आन्टी यो भिडियोमा आन्टी बोल्नु न यो भिडियोमा हाम्रो खत्री परिवार होइन ल यो भिडियो हाम्रो युट्युबमा जान्छ कि म युट्युबमा हाल्ने हो होइन सम्झना हुन्छ भनेर हो कि अङ्कल बोल्दैन खाना खान लाउनु भयो अङ्कलले कतिजनाले खाना खाइसक्यो अरे अङ्कल 17 जनाले खाइसक्यो जम्मा 17 ले खाइसक्नु भयो 27 जति बाँकी हुन्छ हाम्रो परिवार यति हो र अझ छ होइन अझ बाँकी भात खान लाउनु भयो त ल यो को त है गरौँ गरौँ यो खानसँग ल के भन्नुहुन्छ अङ्कलले ल हाम्रो अङ्कल ठिक छ यस्तै हाम्रो परिवार सबै राम्रोसित यस्तै हमेसा हर साल यस्तै गर्दै खुसी गर्न पाइयोस् अब अझ नभएर जुन हाम्रो छोराको यो सोच छ त्यो पुरा बुहारी ल्याउन पाइयोस् त्यो ल्याएर यस्तै सबै परिवार बसेर पुरा मनाउन तर धेरै पछि नहोस् सधैँभरि यस्तै होस् त्यही छ हाम्रो लास्ट हाम्रो बगाल चाहिँ ठुलै है हाम्रो बगाल आधी त यताउता लागिसक्नु भयो
एक टाइम माइलै गएर पहिला एउटा ठुलै गएर एउटा माथि ठुलै गएर तिनमै मान्नेमा आउने बाबुहरू होइन हाम्रो एउटालाई दौ हुन्छ हाम्रो बगालको विषय भाइले जसलाई पनि दौ हुन्छ सधैँभरि बेसीमा जाँदा कुनो र कप बुहारी बगालहरू यसरी कोही भागिसक्नु भयो माइततिर जबसम्म दुईटी आमा एउटा आमा भयो भने त्यो आमा गएर फेरि त तिन भाइ छैन खर्च पानी दुई भाइ तगडा साइले छौँ एक साल साइले लाने एक साल अर्को साइले लाने हामीलाई के कमी छ लान्छ अहिले परे त देखेन हाम्रो बगालको तपाईँ धेरै खानुभयो क्या अरू सबै ऊ पारी पारी बसेर खायो तपाईँ यता कुनामा लुकेर खाएको नदेखिन् भनेर हेर्नु त थाल त रेत्यो छ त ल थ्याङ्क यू हाम्रो यो 82 सालको चाहिँ हाम्रो यो दसैँ हो हाम्रो चाहिँ सब जोइन्ट फ्यामिली हो जोइन्ट फ्यामिली हामी कम्तीमा 100 करोड जति छौँ होइन आज चाहिँ त्यति धेरै सबै उपलब्ध छैनन् होइन कोही कता अब आफ्नो काम व्यस्तताले कोही बाहिर भएको कारणले गर्दा सबै हुनुहुन्न हामी जो थियौँ हामी थियौँ होइन अब सबै आफ्नो ठाउँतिर लाग्नुभयो हाम्रो यो सालको दसैँ यस्तै हो ह्याप्पी दसैँ बाई